नेपालकै पहिलो साइफाई मुभी भनेर दाबी गरिएको फिल्म एक्लो वान हेरेर म पनि शाई भएर फर्किएको छु। शाई SHY शाई, किनभने यो साइफाई मुभीले पहिलो हप्तामै हलबाट बाय बाय टाटा गुड बाय सुन्नुपर्ने हुन सक्छ। The audience are getting smarter, and with all respect to the director Mr. Pradeep Shai, but a film can hardly run when it leaves the audience feeling shy. बुझिएन? अडियन्सले पनि केही बुझेका थिएनन्। भरिएको हलमा फिल्म स्टार्ट भए पनि एक्लो फिल्म सकिदासम्म म पनि झन्डै हलमा एक्लो भइसकेको थिएँ। किन त्यस्तो भयो त? आउनुस् जानौ आजको एपिसोडमा। वेलकम टु सिनेमास्टर, यु वाचिङ द रिभ्यू रुम र आज हामी रिभ्यू गर्दैछौँ मुभी एक्लो वानको। नयाँ जनरको मुभी छ। नेपाली अडियन्स र नेपाली फिल्मको बजेट दुईटै पक्ष त्यति अनुकूल नभए पनि यसरी च्यालेन्जिङ मुभी तयार गर्ने हिम्मत जुटाउनु पक्कै तारिफ योग्य काम हो। अझ भनौँ एउटा नयाँ धारको सिनेमामा नेपाली मुभी इन्डस्ट्रीले पहिलो पटक कदम चालेको छ। मेहनत गर्न खोजिएको एउटा नयाँ टेस्ट अफ सिनेमा प्रदान गर्ने भरपुर प्रयास गरिएको महसुस हुन्छ। तर के अहिलेको समयमा आएर त्यति मेहनत र प्रयास पर्याप्त छ त? मलाई चाहिँ छ जस्तो लागेन। नेपाली मुभी हो, बजेट कम हुन्छ, रिसोर्सेस कम हुन्छ भनेर कन्सिडर गर्न त सकिन्छ, तर कन्सिडर पनि कतिसम्म गर्ने जब मुभीको स्क्रिप्ट 70 वर्ष पछिको सेटिङमा छ तर मुभीको स्टोरी टेलिङ आजभन्दा 70 वर्ष अगाडिको भन्दा ट्रेडिसनल छ। सिन्सहरू लामा लामा छन् र ओभर गाइडेड पनि। सबै कुरा डायलगबाटै सिधा सिधा एक्सप्लेन हुन्छ, त्यसैले स्पुन फिड गरेको फिल हुन्छ। डट्स कनेक्ट गर्नलाई धेरै रुम छोडिएको छैन। उस्तै उस्तै सुनिने भारी भरकम डायलग जहाँ सबटेक्स्ट छैन, सुन्दा एकदमै अननेचुरल लाग्छ। एउटा सानो बच्चाको क्यारेक्टर छ जसको चेतना स्तर कति हो छुट्याउन मैले सकिनँ। कहिलेकाहीँ बच्चा इनोसेन्ट भइदिन्छ, कहिलेकाहीँ फिलोसोफर, कहिले अभूत जस्तो लाग्छ, कहिलेकाहीँ साहित्यकार जस्तो जो अप्ठ्यारा शब्द पनि सजिलै बोल्न सक्छ। अर्को त्यस्तै अचम्मको क्यारेक्टर रहेको छ कविता नेपालीजीको। उहाँ अन्तरिक्षबाट आउनु भएको छ जो अङ्ग्रेजी बोल्नुहुन्छ। बिस्तारै थाहा हुन्छ उहाँ नेपाली बुझ्नुहुन्छ, अनि थाहा हुन्छ उहाँ अलिअलि नेपाली बोल्नु पनि हुन्छ। अन्तिमसम्ममा अन्तरिक्षबाट आउनु भएको कविताजीको नेपाली टोन रोडिजको ग्याङ लिडर कविताजीको जस्तो भइसक्छ। राइट भन्दा लेफ्ट हानेछ, लेफ्ट भन्दा राइट हानेछ, त्यो तेरो प्रेजेन्स अफ माइन्ड। कहाँ नेपाली बोल्ने हो, कहाँ अङ्ग्रेजी बोल्ने हो, किन बोल्ने हो, कति बोल्ने हो, कुनै अर्थ भेटिँदैन। र उहाँको मात्र होइन, फिल्मको लगभग जम्मै क्यारेक्टरको ब्याक स्टोरी क्लियर छैन, पर्पस स्ट्रङ देखिँदैन। क्यारेक्टरको मनोविज्ञान के हो, इनर कन्फ्लिक्ट के चलिरहेछ, एउटा क्यारेक्टर र अर्को क्यारेक्टर बिचको रिलेसनसिप फिल्मले केही पनि प्रस्ट्याउन सकेको छैन। जति प्रस्ट्याउन सकेको छ त्यो एकदमै सतही मात्र छ, गहिराइमा पुगेको छैन। फिल्ममा एक दुईटा क्यारेक्टर एउटा सिनका लागि मात्र पनि आउँछन् र उहाँहरूको काम भनेको फिल्ममा हँसाउने हो। फिल्मलाई उहाँहरूको क्यारेक्टर चाहिएको छैन, उहाँहरूको क्यारेक्टरलाई पनि फिल्म चाहिएको छैन, तर हँसाउनु त पर्यो सम्झेर एउटा क्यारेक्टर फिल्ममा हाम्रो बेलाको स्कुलमा जस्तो इङ्ग्लिस बिगारेर बोल्ने पुरा प्रयास गर्छन्। कन्फिडेन्टली इङ्ग्लिस बिगार्दै बोल्यो भने त मान्छे हाँस्छन् नि त। हामी स्कुल पढ्दैनौँ अहिले, र अहिलेका स्कुल पढ्नेहरूलाई यस्ता कुराले हँसाउँदैनन्। कसका लागि थियो त त्यो सिन मलाई थाहा छैन। फिल्ममा धेरैवटा सिनले नरेट गर्ने कुरा एउटै छ, फिमेल क्यारेक्टर्सलाई खेलौना बनाएको, उनीहरूको अधिकार दबाएको, अन्याय गरेको। यही नरेटिभ बुझाउनलाई मात्र फिल्मले रिपिटेटिभ सिन्सहरू राखेको छ जुन एउटा पोइन्टमा टु मच लाग्न थाल्छ। अरे एउटै सिनबाट थाहा भइहाल्छ त यहाँ फिमेललाई राम्रो तरिकाबाट हेरिँदैन भनेर। कति रिइन्फोर्स गरेको, र रिइन्फोर्स पनि यति एक्सप्लिसिटली गरिएको छ, यति भद्दा तरिकाले गरिएको छ, सुन्न पनि अप्ठ्यारो हुन्छ र सिनेम्याटिक ड्रामेटिक पनि छैन। साँच्चै भन्नुपर्दा मुभीले इम्प्लिसिटली केही बोल्नै पाएको छैन। अब साइफाई मुभी हो, एक्सन सिक्वेन्स VFX त खतरा छ भन्नु होला, त्यो पनि छैन। बेला बेला तरबारमा बिजुली चम्के जस्तो देखिन्छ, हानेको तीरमा हुर्र आगो बल्छ। अरू के छ याद आयो भने भनौँला नि है। जे भए पनि एउटा मुभीले जुन इमोसनली ग्रिप गर्नुपर्ने हो त्यो गर्न सकेको छैन। क्यारेक्टर यति इन्सिग्निफिकेन्ट लाग्छन् कि क्यारेक्टर मर्दा मान्छे हाँसिरहेका छन्, क्यारेक्टरले हँसाउन खोज्दा मान्छे अनुहार बिगारिरहेका छन्, क्यारेक्टरले मेरो राज्य भन्दै ठुलो स्वरमा चिच्याउँदा लाग्छ कि उसले हजारौँको भिडलाई सुनाइरहेको छ, तर सुन्ने जम्मा 10-15 जना हुन्छन्। त्यो 10-15 जनाले राजकुमारको कुरा सुनेर एकसाथ ताली बजाउँदा मच्छड मारेको जस्तो मात्र सुनिन्छ। प्लट यति प्रेडिक्टेबल छ कि मैले एउटा एक्सन सिक्वेन्समा प्रदीप खड्काको क्यारेक्टरलाई बोलाएको थिएँ, मैले बोलाएको 2 सेकेन्डमा उहाँ आउनु भयो।
प्रदीप खड्काको ठुलो फ्यान हुनुहुन्छ र उहाँलाई हेर्न भनेर मात्र जाँदै हुनुहुन्छ भने ट्रेलर हेर्नुहोस्। ट्रेलरमा उहाँलाई जति देखाइन्छ त्योभन्दा 1 मिनट मात्र बढी फिल्ममा देखाइन्छ होला। ल 2 मिनट। खेर उहाँ फिल्ममा हुनुहुन्छ, कल्कीको क्यारेक्टरमा हुनुहुन्छ। महाभारतका कल्की अहिले इङ्ग्लिस बोल्न थालेका छन्। इङ्ग्लिस पनि अश्वत्थामासँग इङ्ग्लिसमै बातचित भइरहेको छ। ग्रामर मिलाएर ब्रिटिस एक्सेन्टमा मुस्ताङको एउटा डाँडाको टुप्पोमा बसेर बातचित सुन्नु छ भने फिल्म हेर्न जानुस् एकपल्ट, इन्ट्रेस्टिङ हुन्छ। खैर फिल्ममा जेमी ब्याकनले दिएको पर्फर्मेन्स भने अनेस्ट लाग्छ। उनले डायलगमा दिने भेरिएसन्स र सटल नुआन्सेसले थोरै फ्रेस फिल गराउँछ। थुप्रै क्यारेक्टर्सले लाउड पर्फर्म गर्न खोजिरहँदा पनि उहाँको पर्फर्मेन्स लाउड पनि छैन र कतै कतै केही कन्भिन्सिङ मोमेन्ट्स पनि प्रदान गर्छन्। त्यस्तै एवनराज उप्रेतीले पनि आफ्नो पर्फर्मेन्स मार्फत केही न केही फरक पोटेन्सियल देखाएका छन्। उनको क्यारेक्टर लाउड नै भए पनि उनले आफ्नो क्यारेक्टरलाई यसरी डेभलप गरेका छन् कि त्यसमा थोरै म्याडनेस र बोल्डनेस जस्टिफाइड फिल हुन्छ र त्यस क्यारेक्टरमा उहाँले न्याय गरेको मलाई फिल भयो। बेनिसा हमालको क्यारेक्टर पनि अझै लेयर्ड हुन सक्थ्यो, मल्टी डाइमेन्सनल हुन सक्थ्यो, तर उहाँले जति पाउनु भएको छ त्यसलाई राम्रैसँग निभाउनु भएको छ। साथै विजय लामाको क्यारेक्टरलाई अझै क्लियरर, अझै इमोसनले भरिएको, अझै सोलफुल बनाउन सक्ने थुप्रै प्रोस्पेक्ट हुँदाहुँदै उनको क्यारेक्टर फिक्का भए जस्तो लाग्छ। अभिनय भने सन्तोषजनक नै लाग्यो। अब तपाईँ सोच्दै हुनुहुन्छ होला मुभीमा साइफाई जान्राको भयो चाहिँ के भयो भन्दा बेला बेला अन्तरिक्ष देखिन्छ, एस्ट्रोनट देखिन्छ, एउटा बाकस जस्तो रोबोट पनि छ, एआई वाला बोल्ने रोबोट है, नर्मल होइन नि फेरि, त्यस्तै छ। अब जे भए पनि यस्ता मुभिजहरू अझै रिसर्च, अझै डिटेलिङ, अझै डेप्थ र सिनेमेटिकली क्राफ्ट गरेर तयार गर्ने हो भने हाम्रा मुभिजहरूले पनि ग्लोबल म्यापमा आफ्नो नाम बनाउन सक्छन्, इन्टरनेसनली रेकग्नाइज हुन सक्छन्। तर त्यही हो, आँटेर मात्र पनि भएन, एउटा बेयर मिनिमम स्ट्यान्डर्ड चाहिँ मेन्टेन गर्नै पर्छ। आई होप यो टिमले यही जनराको मुभी अझै बनाओस् र योभन्दा राम्रो बनाओस्। राम्रो चाहिँ बनाउनै पर्छ है। अनि तपाईहरु पनि नेपाली मुभीलाई माया गर्दै गर्नु होला। यस्तै रिभ्यू सुन्नको लागि हामीलाई फलो गर्न नबिर्सिनु है।